साथीहरू नमस्ते। आज म तपाईहरुलाई चखेवा भन्ज्याङ बारे केही जानकारी दिनेछु। भोजपुर जिल्लाको टेम्केमयुङ गाउँपालिका स्थित चखेवा आन्तरिक पर्यटकका लागि आकर्षक स्थलको रूपमा रहेको छ। भोजपुर बजारदेखि 40 किलोमिटर, काठमाडौँको कोटेश्वरबाट लगभग 290 किलोमिटर र धरानबाट 195 किलोमिटर टाढा रहेको चखेवा समुद्री सतहदेखि 2200 मिटरको उचाइमा रहेको छ। चिसो मौसम, चारैतिर हरियो मैदान झैं देखिने डाँडाले चखेवा लोभलाग्दो छ। एकैछिनमा कुहिरोले ढाक्ने, पारिलो घाम लाग्ने र छिनमै वर्षा हुने यहाँको मौसमको विशेषता रहेको छ। मुन्दुम पदमार्गको सुरुवाती बिन्दु तावा भन्ज्याङ भए तापनि चखेवासम्म गाडीमा सजिलै पुग्न सकिने र बस्नका लागि होटेल तथा होमस्टे भएकाले धेरै जनाले मुन्दुम पदमार्ग हिँड्दा चखेवाबाटै हिँड्न सुरु गर्छन्। यदि तपाईहरुले पनि मुन्दुम पदयात्रा गर्ने योजना बनाउनु भयो भने चखेवा भन्ज्याङ त पुग्नै पर्छ। यो ठाउँ अत्यन्तै सुन्दर छ।